केन्द्रीय हाम्रो चेली भनौँ हाम्रो दिदी भनौँ होइन एउटा पार्टीको एउटा राजसभा पार्टीमा चाहिँ तपाईँको जुन चाहिँ एउटा केही गर्छु देशको लागि केही योगदान गर्छु भनेर तपाईँ एउटा समाजसेवीमा चाहिँ उम्मेदवार बनेर आउनु भएको छ। उहाँको लागि धेरै धेरै धन्यवाद छ र स्वागत पनि छ। आज म धेरै बोलेर भन्दा नि काम गरेर देखाउनु पर्ने जमाना त हो। दिदीको जित सुनिश्चित छ किनभने तपाईको अहिले जति देशमा विकृति तपाईको बेरोजगारी भएर जति तपाईको चाहिँ हाम्रो बालबच्चाहरू विदेशमा पुग्नु भएको छ उहाँहरूले तपाईको जुन चाहिँ मलाई पनि आएको कुरो मेरो पनि परिवारभित्रमा सबै बालबच्चाहरू विदेशमा छन्। अहिले तपाईको जुन चाहिँ उहाँ बालबच्चाहरूले चाहिँ अहिले उहाँहरूलाई मतदान गरेर चुनाव जिताउनु पर्छ है बाबा भन्ने कुरा छ। किनभने नि मैले यसमा चाहिँ के बुझ्छु भन्दा जति तपाईको चाहिँ नेपालको इज्जत रहेन भने उहाँहरूको पनि त्यहाँ जुन दुःख गर्ने बालबच्चाहरूको पनि इज्जत हुँदैन रहेछ। त्यस कारणले गर्दा त्यो पीडाले गर्दा तपाईको जुन चाहिँ आज एउटा नयाँ पार्टी जन्मिएको हो। हिजो तपाईको जुन चाहिँ एउटा म पनि एउटा पार्टीबाट एउटा वडा चलाएँ। मैले धुलीबेसी नगरपालिकामा हिजो कतिपय कमी कमजोरी पनि भयो होला, कतिपय राम्रो पनि गर्यो होला, कतिपय नराम्रो पनि गर्यो होला, तर देश विकास हाँक्दै गर्दाखेरि कहिलेकाहीँ त्रुटि पनि हुन्छ। तपाईको त्यो सम्हाल्नु नै पर्छ। कहिले अब अहिले ट्रेन भन्दा पनि हाम्रो दिदीलाई मैले के मूल्याङ्कन गरेको छु भने हिजो योभन्दा पहिला 12,457 कति बराबरको चाहिँ मत हुँदो रहेछ भने एउटा दुईटा तपाईँको चहलपहल कसैले थाहा नहुँदा त त्यत्रो छ भने अहिले त हाम्रो जति तपाईँको 80 लाख बराबर तपाईँको चाहिँ वैदेशिक रोजगारमा विदेशमा छ उहाँहरूले यति प्रेसर दिनु भएको छ। अब यो ज्यान मारा सरकार चाहिँदैन। त्यस कारणले गर्दा अब यहाँ नेताहरू तपाईँको एकवटा ट्रेन बसालेर भाषण गर्न आउँदै हुनुहुन्छ। कहिले उहाँहरूको चाहिँ जहिले पनि समस्या कहिले केन्द्रमा फलानाले चाहिँ गर्दाखेरि मैले यो काम गर्नु पाएन, ढिस्काले गर्दा यो पार्टीले गर्दा मैले काम गर्नु पाएन। हामी तपाईँको 50औं वर्षसम्म उनीहरूको समस्याको समाधानको लागि मात्रै कति दौडी होइन। त्यस कारणले गर्दा हामीलाई चाहेको छ तपाईँको चाहिँ टोल गाउँ बस्ती सबै विकास चाहेको छ। उहाँहरूलाई खाना ल्याइदिनुहोस्, चामल किनिदिनुहोस् भने होइन। आज देशको हालत हेर्नुहोस् त 1 किलो 10 किलो मलको लागि बिहानदेखि बेलुकासम्म लाइन गर्नुपर्ने अवस्था छैन भने अब यो व्यवस्था कहिले पनि गर्नु भएन कि देशको राष्ट्रको गौरव योजना राष्ट्रको नेतृत्वले चाहिने हो भने तपाईँ एउटा फास्ट्याग निर्माण गर्न सकिन्छ भने मलको चाहिँ एउटा निर्माण गर्न सक्दैन। अब हेर्नुहोस् त तपाईँको चाहिँ हाम्रो नेताहरूको चर्ती कला 3 दिनसम्म तपाईँको मैले अस्ति तपाईँ हिजो त्यहाँ तल गएर एउटा खेत सिँगैको 10 मिनटमा घारी पोलेर सिद्धियो। हाम्रो देशको नेताको 3 दिनसम्म पैसा पोलेर सिद्धिँदैन भने हामी कहाँ अन्य ओलामा परिरहेको छौँ क्या होइन। हामी बाध्य भएर आक्रोश भएर म तपाईँको जुन चाहिँ एउटा हिजो म फेरि राजनीति गर्ने मान्छे पनि होइन। हिजो तपाईँको जुन चाहिँ मलाई एमाले साथीहरूले जुन गाडी लाइनको काम गरिदिए त्यसको हाउसीमा आएर तपाईँको चाहिँ ल चन्द्रजी तपाईँले यति नेतृत्व गरिदिनु पर्यो, तपाईँले गरिदिनुपर्छ भनेपछि मलाई तपाईँको जुन चाहिँ टिकट पनि उहाँहरूले बाहिरबाटै र तपाईँले यो अर्को मलाई थाहा आएन भनेपछि मलाई साथलो बुल्दो गयो है। त्यो भएर आज तपाईँको जुन चाहिँ धुलीबेसी नगरपालिका योभन्दा 7 वर्ष 8 वर्ष यो भन्ज्याङ गरी 7 वर्ष अगाडिको र अहिलेको तुलना गर्नुहोस् कति परिवर्तन भएको छ। यहाँ दाइहरू सबैजना यहाँ हाम्रो साथीभाइहरू सबैजना धुलीबेसीको आमा बुवा दिदी बहिनीहरू सबैजना हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि अब यो धेरै बोल्ने भन्दा पनि पहिला चुनाव जिताउने अनि त्यसको एजेन्डा त्यसको विकासको योजना जनताले पाउनुपर्ने सेवा सुविधा के गरेर जाने भन्ने कुरामा पछि छलफल गर्ने।